नमस्कार साथीहरू, म राजु पौडेल, स्टक इन्भेस्टर तथा फाइनेन्सियल एडभाइजर। शेयर बजारमा लागेर आफूले सिकेका गेनहरू, आफूले गरेका अनुभवहरू, विभिन्न अध्ययनबाट पत्ता लगाएका शेयर बजारसँग सम्बन्धित गेनहरू तपाईहरूलाई पनि शेयर गरौँ भन्ने अभियान अन्तर्गत आज पनि म तपाईहरूलाई हाम्रो यो स्टक गुरु युट्युब च्यानलमा हार्दिक स्वागत गर्न चाहन्छु। हामीले निरन्तर रूपमा तपाईहरूलाई विभिन्न नेपालको शेयर बजारमा सूचीकृत कम्पनीहरूले आर्थिक वर्ष 77-78 को नेट प्रफिटबाट कति प्रतिशतसम्म डिभिडेन्ड दिन सक्छन् भन्ने बारेमा विभिन्न कम्पनीहरूको भिडियो लिएर तपाईहरु समक्ष प्रस्तुत हुँदै आइराखेका छौं। त्यसै क्रममा कमर्सियल बैंकिङ सेक्टर अन्तर्गत पर्ने सिटिजन इन्टरनेशनल बैंक लिमिटेडले जो पहिलो पटक फोर्थ क्वार्टर रिपोर्ट प्रस्तुत गर्न पहिलो बैंक बन्न सफल भएको छ, त्यसको फोर्थ क्वार्टर रिपोर्टसम्म आइपुग्दाखेरि विभिन्न वित्तीय सूचाङ्कहरूको अवस्था के छ, फाइनान्शियल इन्डिकेटरहरुमा त्यसले के कति प्रगति गर्यो, के कति उसको ग्रोथ घटेको छ, कुन कुन इन्डिकेटरमा ग्रोथ बढेको छ, कुन कुन इन्डिकेटरमा ग्रोथ घटेको छ भनेर यो बैंकको चिरफार गरेर वित्तीय अवस्थाको बारेमा दर्शाएर यसले आर्थिक वर्ष 77-78 मा लगानीकर्तालाई कति प्रतिशतसम्म डिभिडेन्ड दिन सक्छ भन्ने बारेमा एउटा केस स्टडी भिडियो लिएर तपाईहरु समक्ष प्रस्तुत भएका छौं। र यो भिडियो प्रस्तुत गर्नुभन्दा अगाडि हामीले तपाईहरुलाई बारबार भन्दै आइराखेका छौं कि शेयर बजार भनेको जोखिमको क्षेत्र हो। यो जोखिमको क्षेत्रमा नबुझिकन लैलैमा लागेर हल्लाको भरमा लागेर लगानी गरियो भने हाम्रो लगानी डुब्न सक्छ। त्यसकारण शेयर बजारको बारेमा अझ गहिराईमा गएर शेयर बजारका बेसिक कुराहरू सिक्न चाहनुहुन्छ, कुनै पनि कम्पनी सिलेक्ट कसरी गर्ने, कम्पनीका वित्तीय सूचाङ्कहरू कसरी अध्ययन गर्ने, फाइनान्शियल रेशियोहरू कसरी अध्ययन गर्ने भन्ने बारेमा फन्डामेन्टल एनालाइसिस डिपलीमा सिक्न चाहनुहुन्छ र बजारमा कति बेला इन्ट्री हुने, कति बेला एक्जिट हुने, बजारको ट्रेन्ड कस्तो छ, अप ट्रेन्डमा छ कि डाउन ट्रेन्डमा छ कि साइडवेजमा छ भन्ने बारेमा टेक्निकल एनालाइसिसका ज्ञानहरू डिपलीमा गएर सिक्न चाहनुहुन्छ भने हामीले विभिन्न प्रकारका तालिमहरू सञ्चालन गर्दै आइराखेका छौं। यसै क्रममा यही श्रावण 24 गते बेलुका 6 बजेदेखि 8 बजेसम्म 10 दिनको कार्यक्रम लिएर तपाईहरु समक्ष प्रस्तुत भएका छौं। यदि तपाईहरु पनि हाम्रो कार्यक्रममा, हाम्रो तालिममा सहभागी भएर शेयर बजारका बेसिक कुराहरू, फन्डामेन्टल कुराहरू र टेक्निकल कुराहरू गहिराईमा गएर सिक्न चाहनुहुन्छ भने स्क्रिनमा उल्लेखित ब्यानरमा लेखिएका नम्बरहरू, भाइबर नम्बर, इमो नम्बर, व्हाट्सएप नम्बरमा कन्ट्याक्ट गरेर यो तालिमको बारेमा डिटेल बुझ्न सक्नुहुन्छ र समयमा तपाईले नाम दर्ता गराउन सक्नुहुन्छ भन्ने बारेमा जानकारी गराउँदै अब म तपाईहरुको ध्यान यो सिटिजन इन्टरनेशनल बैंक लिमिटेडको वित्तीय अवस्था कस्तो छ फोर्थ क्वार्टरसम्म आइपुग्दा भन्नेतर्फ केन्द्रित गराउन चाहन्छु। सिटिजन बैंक इन्टरनेशनल लिमिटेड भन्ने कम्पनी जो कमर्सियल बैंक सेक्टर अन्तर्गत पर्दछ, तपाईलाई थाहै छ। कमर्सियल बैंकहरुमध्ये पहिलो फोर्थ क्वार्टरको रिपोर्ट प्रकाशन गर्ने बैंकमा यो परेको छ र यो फोर्थ क्वार्टरको रिपोर्टलाई अध्ययन गरेर आधार मानेर हामीले यो कम्पनीको शेयरमा लगानी गर्न हुन्छ कि हुँदैन र यसको डिभिडेन्ड कति दिन सक्छ, यसको डिभिडेन्डको अवस्था के छ भन्ने बारेमा म यो कम्पनीको फाइनान्शियल एनालाइसिस गर्न गइराखेको छु। यसको शेयर आउटस्ट्यान्डिङ 12,57,69,231.20 किता यसको जम्मा जम्मी शेयर आउटस्ट्यान्डिङ रहेछ, लिस्टिङ रहेछ र फियर एन्ड ग्रिड मिटरको अवस्थामा हेर्दाखेरि यो एक्सट्रिम बुलिसमा प्रवेश गरेको छ। यो बुलमा छ, अहिले पुरै बुलमा चढिराखेको छ। यता यो क्यान्डल, आजको क्यान्डल हेर्दाखेरि यो बेरिस क्यान्डल बनेको छ। यसको आज 1.19% ले मार्केट डिक्रिज भएको छ। क्लोजिङ प्राइस 415 छ भने यसको 52 विक हाई 442 सम्म पुगेको रहेछ भने 52 विक लोमा यो 191 सम्म झरेको रहेछ र शेयर टोटल मार्केट क्यापिटलाइजेसन जो शेयर आउटस्ट्यान्डिङ इन्टु आजको मार्केट प्राइस इक्वल टु यो मार्केट क्यापिटलाइजेसन आउँछ। तपाईलाई थाहा पाइसक्नुभयो यसको मार्केट क्यापिटलाइजेसनको अवस्था यस्तो रहेछ। यी बाहेक अब तपाईहरुले यो कम्पनीको फाइनान्शियल एनालाइसिस गर्दा विभिन्न इन्डिकेटरहरूको अवस्था के छ, कुन इन्डिकेटरमा के कस्तो प्रगति गरेको छ भनेर हामीले हेर्नुपर्ने हुन्छ। पेड अप क्यापिटल यसको 12,57,69,23,23,000 भन्दा माथि छ। रिजर्भ 6 अरब
9,89,96,000 भन्दा माथि छ यसको रिजर्भ भने नेट इन्ट्रेस्ट इन्कम जो बैंक तथा वित्तीय संस्थाले को प्रमुख आय स्रोत भनेको इन्ट्रेस्ट इन्कम हो। यसले फोर्थ क्वार्टरसम्म आइपुग्दाखेरि यति इन्ट्रेस्ट इन्कम गरेछ, जुन इन्ट्रेस्ट इन्कम 1000, 10,000, लाख, 10 लाख, करोड, 10 करोड, 3,60,60,00,000, 81,49,000 भन्दा माथि यसले खुद ब्याज आम्दानी गर्न सफल भएको छ, जुन ब्याज आम्दानी सेकेन्ड थर्ड क्वार्टरमा भन्दा फोर्थ क्वार्टरमा आइपुग्दा 6.5% इन्क्रिज गरेको छ भने इयर टु इयरमा गत वर्षको फोर्थ क्वार्टरमा भन्दा यो वर्षको फोर्थ क्वार्टरमा 25.2% इन्क्रिज गर्न सफल भएको छ। अपरेटिङ इन्कम व्यावसायिक सञ्चालनबाट गरेको आम्दानी पनि यसले यति गर्न सफल भएको रहेछ, 4,93,15,12,000 यसले आम्दानी गर्न सफल भएछ, जुन अपरेटिङ इन्कम 3.52%ले क्वार्टर टु क्वार्टरमा ग्रोथ गर्न सफल भएछ भने इयर टु इयरमा यसको अवस्था के देखियो त भन्दा 30.85%ले इन्क्रिज गर्न सफल भएको रहेछ। प्रॉफिट बिफोर प्रोभिजन विभिन्न कोषहरूमा छुट्याउनुभन्दा अगाडिको प्रॉफिट यसको यति छ, 2,87,66,34,34,000 छ भने यसको चाहिँ यसमा प्रगति चाहिँ ग्रोथ चाहिँ क्वार्टर टु क्वार्टरमा 4.14% छ भने इयर टु इयरमा 34.92% छ। यो मानेमा यसले राम्रो प्रगति गरेको देखिन्छ। अपरेटिङ प्रॉफिट मा यसले 2,15,35,23,000 भन्दा माथि अपरेटिङ प्रॉफिट गर्न सफल भएको छ, जुन प्रॉफिट क्वार्टर टु क्वार्टरमा डिक्रिज भएछ -18.04%ले थर्ड क्वार्टरमा भन्दा फोर्थ क्वार्टरमा यसको अपरेटिङ प्रॉफिट घट्न पुगेछ भने यता चाहिँ इयर टु इयरमा 48.03%ले इन्क्रिज गर्न सफल भएको छ भने नेट प्रॉफिट हामीले कुनै पनि कम्पनीको शेयरमा लगानी गर्दा यसको नेट प्रॉफिट हेर्नुपर्ने हुन्छ, जुन नेट प्रॉफिट यसले फोर्थ क्वार्टरसम्म आइपुग्दाखेरि 1,59,87,92,000 भन्दा माथि नेट प्रॉफिट आर्जन गर्न सफल भएछ, जुन नेट प्रॉफिट क्वार्टर टु क्वार्टरमा थर्ड क्वार्टरमा भन्दा फोर्थ क्वार्टरमा -22.4%ले डिक्रिज भएछ। यसको ग्रोथ भइन्छ, ग्रोथ घटेछ नेट प्रॉफिटमा भने इयर टु इयरमा चाहिँ 40.25% यसको इन्क्रिज भएको रहेछ। डिस्ट्रिब्युएबल प्रॉफिटमा चाहिँ यसको 1,57,85,50,00,000 भन्दा माथि यसको वितरण योग्य नाफा रहेछ, जुन नाफा पनि क्वार्टर टु क्वार्टरमा -12.05ले घट्न पुगेको छ भने इयर टु इयरमा चाहिँ 91.57%ले इन्क्रिज हुन सफल भएछ। इयर टु इयरको हिसाबमा ज्यादै राम्रो गरेछ यसले, वितरण योग्य प्रॉफिट इन्क्रिज गर्न ग्रोथ गर्न सफल भएछ भने थर्ड क्वार्टरमा भन्दा फोर्थ क्वार्टरमा यसको घटेको देखिन्छ। अब विभिन्न इन्डिकेटरहरूमा हामीले अध्ययन गर्दाखेरि इपीएस एनालाइज भनेको वार्षिकीकरण 12.71 छ र डिस्ट्रिब्युएबल इपीएस पनि 12.55 रहेछ। अब यसले लगानीकर्तालाई आर्थिक वर्ष 77-78 मा कम्तीमा पनि क्याश र स्टक डिभिडेन्ड गरेर 12% सम्म बोनस दिन सक्छ भन्ने कुरा यहाँबाट यो डिस्ट्रिब्युएबल इपीएसबाट हामीले भन्न सक्छौं। अब तपाईहरुले सिटिजन इन्टरनेशनल बैंकमा लगानी गर्दा यसको बोनस कति पाइन्छ आगामी दिनमा भनेर तपाईहरुले भन्न सोध्न चाहनुहुन्छ भने यसले म्याक्सिमम दियो अहिलेकै यही वर्षको रिजर्भबाट दियो भने 12 देखि 13% सम्म स्टक र क्याश डिभिडेन्ड दिन सक्ने हैसियत यसको देखियो। बुक भ्यालु 148.49 रहेछ, आरओई 8.56 रहेछ, पीईजी 1.08 रहेछ। पीईजी बिलो 1 भनेको त्यो कम्पनीको शेयर अन्डर भ्यालु हो भनेर हामीले बुझ्नुपर्ने हुन्छ। यो अन्डर भ्यालु भन्दा अलि माथि नै रहेछ यसको भ्यालु भन्ने बुझ्नु पर्यो। यता पी रेशियो पनि 32.65 छ। यता प्राइस बुक भ्यालुमा 2.79 छ भने यो पीबीबीपी मा 91.09 छ। यता प्राइस मोमेन्टममा यसको आरएसआई बुलिश छ, एमएसिटी बुलिश छ, तर 5 डेजमा बियरिशमा गएको छ। यो 20 डेज 50 डेजमा र 200 डेजमा बुलिश छ भनेर हामी यहाँबाट यी कुराहरू हेर्न सक्छौं। त्यसैगरी यसको डिभिडेन्ड हिस्ट्री हेर्न चाहनुहुन्छ भने यसले गत वर्ष 76-77 मा 3% क्याश र 8% बोनस गरेर दिएको रहेछ। 75-76 मा 12+3
क्यास बढी र बोनस एकदमै कम दिएको रहेछ। 74-75 मा 1.60% क्यास र 3.60% यसले बोनस दिएको रहेछ। त्यो 74-75 मा पनि त्यति राम्रो बोनस दिन सकेको रहेछ। 73-74 मा 0.85% ले क्यास र 16% ले बोनस दिन सफल भएको रहेछ। 72-73 मा पनि 0.83% ले क्यास र 15.80 ले स्टक डिभिडेन्ड दिन सफल भएको रहेछ। 71-72 मा 1.05 क्यास र 20% यसले बोनस दिएको रहेछ। त्योभन्दा अघिल्लो वर्ष 10:2.5% राइट सेयर दिएको रहेछ भने 10:5.50% ले राइट दिएको रहेछ यो 71-72 मा। 70-71 मा 5.95 क्यास र 13% यसले बोनस दिएको रहेछ। त्योभन्दा अघिल्लो वर्ष बोनसमा क्यास मात्रै दिएको रहेछ। त्योभन्दा यसरी हेर्दाखेरि यसको दिन सक्ने विगतको डिभिडेन्ड हिस्ट्रीलाई हेर्दा पनि त्यही 12% एभरेजमा यसको निकाल्दाखेरि त्यही 12% दिन सक्ने अवस्था देखियो। यहाँ डिस्ट्रिब्युएबल इपिएस पनि 12.55 छ। अब तपाईले यो कम्पनीमा लगानी गर्दै हुनुहुन्छ वा लगानी गरिसक्नु भएको छ भने यसको डिभिडेन्ड तपाईले कति आशा गरेर बस्नु पर्यो त भन्दा यो कम्पनीले म्याक्सिमम दियो भने 12% क्यास र स्टक डिभिडेन्ड दिन सक्छ अथवा विगतको रिजर्भबाट तानेर बढी पनि दिन सक्छ। त्यो कुराहरू अहिले भन्न सकिन्न रिजर्भबाट तानेर दिन्छ कि दिँदैन भनेर। अहिलेको जुन नेट प्रफिट छ वितरण योग्य नेट प्रफिट त्यो नेट प्रफिटबाट यसले 12.55 डिस्ट्रिब्युएबल इपिएस छ। त्यही इपिएसलाई आधार मान्ने हो भने यसले 12 देखि 13% सम्म बोनस दिन सक्छ भन्ने हामीले भन्न सक्छौं। त्यसैगरी अन्य इन्डिकेटरहरुमा तपाईहरुले कार भन्ने बुझ्नुभएको होला। क्यापिटल एडिक्वेसी रेशियो जो 13.89% छ। राष्ट्र बैंक रुल्स अनुसार यो कम्तीमा 10% मेन्टेन गरेको हुनुपर्छ। यसमानेमा यो राम्रो देखिएको छ। एनपीएल 2.77% छ जुन 5% बिलो भएको राम्रो मानिन्छ। कस्ट अफ फन्ड पनि 5.85 छ। क्रेडिट टु डिपोजिट रेशियो 80 भन्दा तल भएको राम्रो मानिन्छ। यसमानेमा यो 77.42 रहेछ। यसले आफूलाई मेन्टेन गर्न सफल भएको रहेछ। बेस रेट 7.55% छ भने इन्ट्रेस्ट स्प्रेड रेट 3.59% देखिन्छ। यसरी तपाईहरुले यो कम्पनीको वित्तीय अवस्था फाइनान्शियल एनालाइसिस गर्दाखेरि यस्तो देखिन्छ। अब तपाईहरुले यी वित्तीय अवस्थालाई हेरेर विगतको डिभिडेन्ड हिस्ट्रीलाई हेरेर यो कम्पनीको शेयरमा लगानी गर्दाखेरि विचार पुर्याउनु होला। यो कम्पनीले म्याक्सिमम दियो भने 13% दिन सक्छ अथवा विगतको रिजर्भबाट तानेर बढी पनि दिन सक्छ र प्राइस पनि त्यति ओभर भ्यालुड भइ नसकेको जस्ट ओभर भ्यालुडमा पुगेको जस्तो देखिन्छ। यहाँ पीजी रेशियो हेर्दाखेरि पीजी रेशियो 1.08 छ जुन लेस देन 1 भनेको बेस्ट मानिन्छ भनेर हामीले पढ्ने गरेका छौं। यसरी यस्ता महत्त्वपूर्ण जानकारीहरू जो फर्स्ट क्वार्टर देखि लिएर फोर्थ क्वार्टर सम्मका विभिन्न कम्पनीहरुको रिपोर्ट हामी तपाईहरुलाई प्रस्तुत गर्दै आइराखेका छौं। तपाईहरु कुनै पनि कम्पनीको शेयरमा लगानी गर्दाखेरि प्रत्येक क्वार्टरको अध्ययन गरेर त्यो कम्पनीको ग्रोथको अवस्था के छ, त्यो कम्पनीको डिभिडेन्ड हिस्ट्री कस्तो छ, ग्रोथमा कुन कुन इन्डिकेटरमा प्रगति गर्दै गइराखेको छ, ग्रोथ अफ ट्रेन्डमा छ कि डाउन ट्रेन्डमा छ भन्ने कुरालाई हेरेर अफ ट्रेन्डमा भएको कम्पनीको शेयरमा लगानी गर्दा तपाईहरु सफल लगानीकर्ता बन्न सक्नुहुन्छ भन्ने कुराको जानकारी गराउँदै आजलाई म यो भिडियोबाट बिदा हुनु भन्दा अगाडि यस्ता महत्त्वपूर्ण जानकारीमूलक भिडियोहरु आफूले पनि हेर्ने, अरूलाई पनि शेयर गर्ने, लाइक पनि गर्ने, सकारात्मक फिडब्याक पनि दिने र हाम्रो च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्न भ्याउनु भएको छैन भने र आगामी दिनमा यस्तै महत्त्वपूर्ण भिडियोहरु हेर्न चाहनुहुन्छ भने तल लिएको सब्स्क्राइब बटनमा एक क्लिक गर्न नभुल्नुहोला।